परान बाँच्नको लागि हजुर बुवा हजुर कहाँबाट पानी ल्याउनु भएको हजुरले यो काली खर्कबाट भएको त्यो माथि डरे देउरालीमा पानी पुग्दैन पानी छैन छैन अहिले जहिले सुके हजुरलाई यस्तै शास्ति हुन्छ चट्याङ परेर मोटर उडाइदियो हजुर अहिले साउनको 8 गतेबाट अहिलेसम्म पानीको थप्लो छैन कसैले केही पहल गरेको छैन अब पहल त अब गरेको होला समितिहरूले गर्छ होला समितिहरू यहाँ आउँदैन उपस्थित हुँदैन हो त नि म जहिले जिन्दिनै हो यो त यस्तै अब साउनको 8 गतेबाट यतिकै हो अब मैले डरे देउरालीमा 2टा गाई पालेको छु त गाईलाई पनि पानी बोकेरै खुवाउनु पर्छ ए वहाँ भएको गाईहरू हजुरको मेरो हामी भर्खर पूजा गरेर आएको बुवा भर्खरै यही यति दुःख पारेर ल्याउनु हुँदो रहेछ घाँस काट्न जाने बाबु फेरि अब यो पानी राखेर हजुर बुवा यो भोलिको लागि कपडा धोएर लिएर आएँ त्यहाँ गएर हजुर यो जल यसो पिइनको लागि हो हुन्छ त गौमातालाई फेरि दिनको 2 बारी घाँस काटेर ल्याउँछु हजुर यही सेवा गर्छु मेरो जन्मभूमि यही आर्चौर हो आर्चर हजुरको जन्मभूमि नै आर्चर हो शुभ नाम के हो मेरो बलराम दास बलराम दास हो हजुर पौडेल अनि यो साउनको 8 गतेदेखि यहाँ पानीको अभाव रहेछ पानीको अभाव हजुर अनि योभन्दा पहिला पनि थियो अब चाहिँ चट्याङ पर अहिले अनि त्यसपछि यहाँबाट सम्बन्धित निकायमा पानी केही यो सबै अब यहाँ समितिहरू छ बाबु हामीले त के गर्ने हामी त ओडाहरू गुफाहरू खोजेर बसेको हो हजुर धेरै हजुर कति तलै पुग्नु पर्यो है माथि जान हजुरलाई कति जति टाइम लाग्छ समय तलबाट तलबाट त तपाईँको यी स्यास्या हुन्छ सास बढ्छ हो त नि अझै अझ ठुलो लामो उकालो छ त्यहाँ गाई कराइराखेको थियो कतिखेर आउनुभयो तपाईँहरू त गाईलाई दाना पानी दिएर अनि भर्खरै अहिले गएको 1 घन्टामा फर्केर हजुर भयो कपडा हुन्छ यहाँ आइपुगेको छु